साथीहरु वेलकम छ मिक्स ब्लगरमा। अनि दिउँसोको टाइम भइरहेको छ अनि भुत जस्तो हालतलाई इग्नोर गरेर आजको रेसिपी हेर्नु होला है। ले साथीहरु यहाँ चाहिँ हामीले हैन तेल पनि यही राखेको थियो अनि हिजो बेलुका हेर्दाखेरि चाहिँ टक्क एउटा एक प्याकेट तेल नै फुटेर के है यो मैदामा सब मिसिसक्यो। साथीहरु हेर्न सक्नुहुनेछ। ले साथीहरु हेर्न सक्नुहुनेछ र एक प्याकेट तेलै पुरै है यति धेरै पिठो। अनि त्यही भएर म चाहिँ यसको के बनाउने छु है साथीहरु। ल तेल हेर्न सक्नुहुनेछ कति मिसिएको छ। ल यो साथीहरु तेल पोखेको हुनाले मैले चाहिँ यहाँ तेल राख्दै राखिन के है। एक प्याकेट तेल नै अब फुटेर पोखेछ के गर्ने। खेर त गर्नु भएन, यो मैदा युज गर्न पर्यो। अनि साथीहरु गुलियो चाहिँ कति खाने त्यही अनुसार मैले इलाइची र चिनी पानी उमालेर सेलाउन दिए। अब यो चाहिँ यहाँ हालेर मुस्ने छ है। अलि हार्ड डो बनाउनु पर्छ। ले साथीहरु अलिअलि गरेर हालेर एकदमै हार्ड डो बनाउनु पर्छ है। मुस्न गइरहेको छु म। ले साथीहरु मैले चाहिँ ल टाइट डो बनाइसकेँ। अब एकछिन रेस्ट गरेर हैन रेस्टमा राखेर अनि बनाउने छु है। सामान झन्डै खेर गएको नि। खेर त फ्याल्दैनौ नि है साथी हो। टक्क अब बनाउने छौं है। साथीहरु मैले कराई बसाल्दिसकेँ अनि तेल पनि झिकिसकेको छु अनि तातिँदै गर्छ तेल। अनि यहाँ हामीले अघि छोपेर राखेको पिठो अब चाहिँ टक्क बेलेर शेप दिने छु है साथीहरु। सुकुमेलको कालो आएछ साथी। धेरै पतलो पनि बनाउनु पर्दैन, ठिक्क बाटो राख्ने। ले साथीहरु शेप दिने छु है। हजुरहरुसँग चाहिँ ठुलो चक्ना छ भने चाहिँ एकैचोटि धेरै बनाउनु होला। धेरै मतलब कि लामो ठुलो रोटी बनाउनु होला अनि सजिलो हुन्छ नि त। यतिको बाक्लो राखेको छु साथीहरु मैले पिठो। यो साथीहरु मैले सँगसँगै तेल पनि राखिदिसकेको छु। ल साथीहरु हजुरहरुकोतिर यसलाई के भनिन्छ कमेन्ट है। हामीले चाहिँ खाप्से नै भनिन्छ। टक्कै दुईटा पलबाट एकपट्टिको यसरी छिराएर यस्तो घुमेसी एक रोल भइगयो। साथीहरु मैले अर्को रोटी पनि बनाइसकेँ। यो साथीहरु यहाँ चाहिँ मैले तेल चाहिँ गर्दैछु अनि तेल पनि तातिसकेको छ है। यो साथीहरु तेल चाहिँ तातिसक्यो। अब म चाहिँ हाल्ने छु है।
ल सबै हालिदिने छु साथीहरू। अनि यो चाहिँ लो टु मिडियम फ्लेममा चाहिँ मजाले एकदम पकाउनु होला है, गोल्डन हुनुन्जेलसम्म। अनि यसलाई एकदमै तारेर सेलाएपछि एयरटाइट भाँडामा राखेर 2-3 महिना खाना मिल्छ है साथीहरू, बिग्रिँदैन। 4-5 मिनट भएपछि चाहिँ टक्क चलाउन सक्नुहुनेछ है साथीहरू। अनि टक्क यो चाहिँ गोल्डन हुने जेलसम्म चाहिँ मजाले फ्राई गर्नु होला। अब चाहिँ टक्क गोल्डन भएपछि नै म देखाउने छु है। यो साथीहरू यतिको गोल्डन चाहिँ भयो। अब हल्का अझै कलर ल्याउँछु है म चाहिँ। यो साथीहरू यतिको कलर आएपछि चाहिँ मैले चाहिँ झिक्दिएँ है। फर्स्ट ब्याच हो है यो चाहिँ। अब सेलाएपछि झन् क्रन्ची हुन्छ है साथीहरू। साथीहरू यसरी नै म सबै बनाउने छु है। सेकेन्ड ब्याच पनि रेडी गरिसकेको छु। अनि टक्क हालिदिन्छु। अनि सेकेन्ड ब्याच पनि फ्राई गर्छु। यसरी नै सबै बेलेर फ्राई गर्नु छ है साथीहरू। ल साथीहरू यो चाहिँ बदाम हो। अनि सेम डोमा चाहिँ टक्क हामी बिस्कुट पनि बनाउने छु है। यसलाई चाहिँ टक्क अलि मसिनो बनाउँछु है पहिला म। ल साथीहरू यहाँ चाहिँ मैले टक्क बदाम हालिदिएँ। यसलाई चाहिँ बदाम हालेर बिचमा मात्रै हालेर फेरि मैं साथीहरू मैले चाहिँ गिलास निकाल्दै छु। 1 2 3 4। अब यसलाई चाहिँ फेरि डल्ला बनाएर युज गर्नु हो। ल यसलाई फेरि डल्ला बनाउनु अनि युज गर्नु साथीहरू। यो साथीहरू हाम्रो बदामवाला रोटी बदाम सब उला जस्तो लाग्यो है। यो दुईटा मात्र हाल्नु नत्र त्यसै मिक्स गरेर बनाइ हुन्छ बदाम। अनि भित्रतिर सबै बस्छ। यो चाहिँ मैले पछि सबै मिक्स माक्स गरेको है साथीहरू। मिक्स माक्स गर्दा हुन्छ यस्तो है। ल साथीहरू हामीले जस्तो मिस्टेक चाहिँ नगर्नु होला। यहाँ मिस्टेक भएर यस्तो भयो। पछि चाहिँ मैले यसमा नै मिक्स गरिदिएँ। अब चाहिँ यस्तो 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 पनि गर्नु होला, न त पुरी जस्तै फुलिने रहेछ है। हाम्रो मिस्टेकबाट सिक्नु होला। आफ्नै फुत्की ल अहिले जेन्जीको माग के हो आमाले साथीहरू हाम्रो बिस्कुट चाहिँ अलमोस्ट हुन लाग्यो है। ल साथीहरू यो भयो। अब म चाहिँ निकालिदिन्छु।